हेलो एभ्रिवान, आज हामी सबैजना है पर्बिङटार गएर है खेलकुद लोसार मनाएर चाहिँ फर्किँदैछौँ। अनि फर्किँदै चाहिँ हामीले चाहिँ नाम्ची भएर रोज गार्डन भिजिट गर्दै फर्किने हामीले प्लानिङ गऱ्यौँ होइन। र हामी सबैजना अहिले चाहिँ रोज गार्डन पुगेको छौँ है, तपाईँहरूले देख्नुहुँदैछ होइन। अन्त यता हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ रोज गार्डनमा चाहिँ तपाईँको रेस्टुरेन्ट पनि एभाइलेबल छ होइन। अन्त आउनुहोस्, यता चाहिँ तपाईँको टिकट काउन्टर छ है। अनि यहाँ टिकट काउन्टरमा चाहिँ दाजु हुनुहुन्छ, दाजुलाई चाहिँ हामीले सोध्यौँ लोकल र नन लोकललाई चाहिँ कति भन्दा चाहिँ लोकल नन लोकललाई चाहिँ 50 अरे पर हेड। त्यसरी नै हामीले पैसा कलेक्ट गऱ्यौँ है। पैसा कलेक्ट गरेर चाहिँ हामीले टिकट काट्यौँ है। टिकट काटिसकेपछि चाहिँ हामी चाहिँ इन्ट्री भयो है। आउनुहोस्, भित्रको इन्ट्री भएपछि तपाईँहरूलाई यहाँको नजारा देखाउँछु है। फर्स्टमै तपाईँले फुल देखिहाल्नुभयो है। यो फुल चाहिँ एकदमै दामी, एउटै पटमा 3टा कलर रहेछ। मलाई चाहिँ मन परेर मैले यसमा सेल्फी पनि खिचेँ होइन। अनि त्यसरी नै अगाडि यता आउनुहोस् है। यहाँ चाहिँ फुलै फुल है, एकदमै चारैपट्टि फुल रहेछ, फुलै फुल लगाएको रहेछ। अन्त यो एन्टायरमा चाहिँ यो हातमा लगाएको प्लान्ट्स है, कति राम्रो देखेको। अनि यहाँबाट चाहिँ हामी भित्र इन्ट्री भयौँ। यहाँ चाहिँ ग्रिन हाउस जस्तै रहेछ है। यसमा चाहिँ प्रकारको एकदम सक्लिन प्लान्टहरू भयो, जति पनि है सिनेरी प्लान्ट्सहरू भयो राखिएको रहेछ है। यस्तै सिनेरी प्लान्ट्सहरू राखेको रहेछ। यसमा चाहिँ नेम पनि मेन्सन गरिदेखेको रहेछ है। यहाँ चाहिँ ह्याङ्गिङ प्लान्ट रहेछ है, यसरी नामसँगै लेखेको रहेछ। अन्त यहाँबाट चाहिँ तपाईँहरूले प्लान्ट्सहरू पनि किनेर लानु सक्नुहुने रहेछ हामीले है। अन्त यसरी नै यहाँ देख्नुहुन्छ तपाईँले, यो सबै सक्लिन प्लान्टहरू रहेछ यहाँनिर। अन्त भित्रको नजारा देखाउँदा चाहिँ यो भित्र चाहिँ अर्किडहरू राखिएको रहेछ है। अर्किडहरूको कलर एकदमै भेराइटिजको कलरहरू राखिएको रहेछ है। आउनुहोस् है, यो फुलको एउटा क्या सुन्दरता देखेर है एकदमै हामीलाई कस्तो एक प्रकारको अब शान्ति हुने होइन। यस्तो प्लान्ट्सहरू फुलहरू राखेको रहेछ। यो चाहिँ सोल्ड आउट भनेपछि यो चाहिँ किनेको प्लान्ट्सहरू पनि रहेछ। अनि त्यसरी नै यता आउनुहोस्, यता सबै यहाँ पछाडि यता सबै कलरको अर्किडहरू रहेछ। अनि अब यो चाहिँ बाहिरको नजारा भयो है। यो चाहिँ बाहिरतिर यसरी लडाहरूको गेटहरू टाइपको बनाएको है। भुइँमा पनि एकदमै बेसी प्लान्टहरू भएको है। प्लान्ट्स पनि एकदम दामी दामी के फुलहरू मात्रै भएको देखिने। यो फुलकोपी जस्तै देख्दो रहेछ है, तर यो पर्पल या त यो वाइटहरूमा एकदमै राम्रो देखेको क्या भुइँमा, मिठो कलर है। वाउ, यसलाई हेर्दै है मलाई त। अनि यहाँ चाहिँ तपाईँहरूले चिन्नुहुन्छ होला, यो चाहिँ तपाईँको के अरे यो दबाई पनि हो है, हलहल्ले भने के हो। अनि यसरी नै भुइँमा हेर्नुहोस् न, यो फुल कति राम्रो देखेको है। जताततै फुलै फुल मात्रै क्या, यता हेरे फुल उता हेरे फुल होइन। हेर्नुहोस् न, रुखमा यति दामी फुल है, यो वाइट यो क्रिम कलरको फुल है, एउटा पत्ता नभइकन फुल मात्रै देखिने होइन। त्यसरी नै यहाँनिर पिङ्क कलरमा पनि यस्तो फुल होइन। यो प्रकारको फुलहरू एकदम बेसी फुलिरहेको। यहाँ हेर्नुहोस् न, पर्पलमा पनि है। अन्त यो फुल पर्पलमा चाहिँ मैले यहाँ चाहिँ गएर मैले फोटोसुट पनि गरेँ, फोटो पनि खिचेँ होइन। अब यो फुल देख्दा मैले सबै देखाउनु मनपर्ने, अनि क्याप्चर गरेर क्यामेरामा फोटो खिच्नु मनपर्ने है। त्यस्तो मन हुने क्या, सबैजना आफ्नो आफ्नो फोनमा है क्यामेरामा फोटो खिचेकै है। यहाँनिर पोखरी, सानो पोखरी रहेछ, पोखरीमा चाहिँ माछाहरू रहेछ है। यता हेर्नुहोस् न, यहाँनिर आरुचाको फुल पनि यति दामी फुलिरहेको रहेछ है। हामी चाहिँ सबैजना गार्डन घुमेको छौँ है। गार्डनभरि चारैतिर फुल खिच्दा है नथाक्ने क्या। सबैजना आफ्नो आफ्नो बिजीमा है फोटो खिच्ने, कोही फुल हेर्ने होइन। यस्तो देख्दो रहेछ है नजारा। आउनुहोस्, अनि घुम्दै जाँदाखेरि हामी चाहिँ अब कफी पनि खाउँ रेस्टुरेन्टमा भनेर चाहिँ हामी यो बाटो गयौँ है। कफी खानुलाई पर देख्दै गरेको कफी उयो रहेछ। फेरि हामी रिटर्न हुँदैछ, गल्ती बाटो ल्याएको रहेछ। हामी चाहिँ फेरि यस्तो छ नि त, हतारले कफी खाने भएको मिस्टेक भयो, सबै फर्काइ भयो है। हामी चाहिँ फर्केर तल्लो बाटो गयौँ है। यसरी यहाँ बाहिर बसेर खाने जग्गा पनि रहेछ है। अन्त एकदम जाने बाटो चाहिँ यहाँ मुनिबाट रहेछ है। हामी चाहिँ यहाँबाट जाँदैछु र यहाँ हामी चाहिँ
फाइनली हामी आइपुग्यौँ रेस्टुरेन्टमा है। यो रेस्टुरेन्ट पनि एकदमै बाहिरको लुक्स पनि दामी के बाहिरबाट देख्दाखेरि यस्तो जङ्गल एकदम भूत बङ्गला जस्तै देख्ने है। बाहिर चाहिँ एकदम हेर्दाखेरि भूतको बङ्गला जस्तै झराहरू एकदम रुखको जरा लडाहरू आएको जस्तै टाइपको रहेछ कि यो उयो चाहिँ रेस्टुरेन्टमा चाहिँ। हेर्नुहोस् न तपाईँहरू सबैजना यो जरा हो कि लडा हो कि यो के हो है, तर एकदमै राम्रो देखिने क्या हो बाहिरबाट हेर्दा। ल हामी चाहिँ भित्र इन्ट्री भयो। अँधेरो देखेँ यता चाहिँ माई ड्याडी। ला सरी हल्ला गर्न मिल्छ होइन। सिङ्गरहरू आएछ। सिङ्गरहरू चाहिँ गीत गाउँदै इन्ट्री भयौँ है। र माथिल्लो तालामा हामी चाहिँ जाँदैछौँ माथि माथि है। माथि चढेर सेकेन्ड फ्लोरमा चढ्यौँ। यहाँ चाहिँ एकदमै देवल ढुङ्गाले लगाएको देवलहरू रहेछ होइन। एकदम दामी रेस्टुरेन्ट रहेछ है। यहाँबाट चाहिँ बसेर खाँदा चाहिँ एकदम बाहिरको नहेर्दै खानुमा चाहिँ एकदम मजा आउने क्या। फुलहरू बाहिर फुलिरहेको तपाईँले देख्नुहुन्छ। र अझै थर्ड फ्लोरमा जाँदैछु है। आउनुहोस् यहाँ माथि चाहिँ यस्तो रहेछ है। बहिनीहरूको यहाँ बसेर खाँदा पनि मिल्ने सोफामा है। अन्त बहिनीहरू एकदम त्यहाँनिर रिसिभ गर्नुमा रेडी। बाहिरको नजारा अनि टपको नजारा चाहिँ हामीले यस्तो शान्ति यहाँ आउँदा कति मजा एकदम। हाम्रो गाइजहरू सबै माथि आइसक्नु भएछ। के लिनुहुन्छ तपाईँहरू भन्नुहोस् के लिनुहुन्छ? कफी कफी रोज गार्डन आएर चाहिँ तपाईँहरू सबैजना कफी नखाइ चाहिँ नजानुहोस्। हामी पनि कफीको इन्जोय लिने यहाँ। ल हामी चाहिँ कफी पनि खाइसक्यौँ है। र एकछिन हामी बसेर फोटोसुट गऱ्यौँ है। यहाँ सोफामा बसेर रिल्याक्स गर्दै गफ गऱ्यौँ है। एकछिन बसेर गफसफ गऱ्यौँ होइन। अन्त हामी चाहिँ एकदम यहाँ बसेर चाहिँ मजा गरेर चाहिँ है। अन्त यता हाम्रो देख्दै गरेर चाहिँ दुईजना सिनियर दिदीहरू हुनुहुन्छ, बिना दिदी है। अन्त माथि दिदी हुनुहुन्छ होइन। हामी यसरी नै गफ गर्दै एकछिन फोटोसुट गर्दै बस्यौँ यहाँनिर। अब फाइनली हामी चाहिँ फर्किनुतिर लाग्यौँ है। बत्ती पनि बलिसकेको छ, रात पर्नु आँटेको छ है। अन्त यहाँ मुनि चाहिँ तपाईँले ल्याएर गाडीहरू पार्किङ गर्नु सक्नुहुनेछ। माथिल्लोपट्टि चाहिँ गार्डन छ है। हाम्रो गाडी चाहिँ पर छ। यो चाहिँ हाम्रो एउटा यहाँ चाहिँ हाम्रो जुनु बहिनीहरू गाडीमा गएको। फाइनल सक्यौँ हामीले घुमेर। यहाँ चाहिँ हामी ल फाइनली हामी चाहिँ सक्यौँ है। यहाँ चाहिँ हाम्रो आरती भाउजू गाडीभित्र हुनुहुन्छ। एकछिन गाइज को ठोकिन्छ र त मेरो देख्नुभयो त। यहाँ चाहिँ यस्तो ब्युटिफुल गाइजहरू बस्छ। घर जान्छ अब हामी। लो गाडीमा चढ्यो। लोसार चाहिँ खतरै मनायौँ हामीले। लोसार खतरा मनायौँ। भाउजू सल गयो होला। ल बाई।